शनि भन्ने बित्तिकै विशेष गरेर न्यायको देवता र हरेक व्यक्तिलाई कर्मठ गर्नका लागि प्रेरित गर्ने विशेष ग्रह र यो श्रमिकहरूको ग्रह पनि भनेर विशेष शनिलाई भनिन्छ। र त्यही शनि ग्रह चाहिँ विशेष गरेर 2.5 वर्ष पार गरेर कुम्भ राशिबाट विशेष गरेर मीन राशिमा मार्च 29 तारिक राति प्रवेश गर्दैछ र जब जब शनिले राशि परिवर्तन गर्छ तब तब संसारभरि विशेष गरेर हलचल विशेष पैदा गर्ने गर्छ। र यसमा मैले हलचलको कुरा भन्दा पनि 4 राशिका लागि चाहिँ शुभाशुभ प्रभाव यसको विशेष पर्दैछ। जब शनि 3, 6, 10 र 11 स्थानमा हुन्छ त्यसपछि यसको बल्ले बल्ले फल पाइन्छ। अनि विशेष गरेर शनिले पर्सनालिटी डेभलपमेन्ट अनि विशेष गरेर ट्राभल भनेको यात्रा गराउने भयो, स्वदेशदेखि लिएर विदेशसम्मको इन्कम, स्वदेशदेखि लिएर विदेशबाट बढोत्तरी। अनि अर्को कुरा भनेको फाइनेन्सका हिसाब एकदमै राम्रो तपाईलाई हैन, फाइनेन्शियल अप्रोचहरु धेरै दिन्छ। अनि अर्को महत्त्वपूर्ण कुरा भनेको लभ करियरदेखि लिएर हरेक कुरामा प्लस प्लस हुँदै हुनुहुन्छ र जीवनमा सुखीपन खुशीपन हैन र हरेक कुराबाट चाहिँ बढोत्तरी भाव चाहिँ अबको मार्च 29 बाट 2.5 वर्षसम्म चाहिँ विशेष गरेर 4 राशिले प्राप्त गर्दैछन्। सबभन्दा पहिलो भनेको वृष राशि हो, दोस्रोमा मिथुन राशि, तेस्रोमा तुला राशि र चौथोमा रहन्छ मकर राशि। यति 4 राशिका लागि मार्च 29 तारिकबाट शनिले विशेष गरेर अनि जुन राशि गोचर गर्दैछ मीन राशिमा यसले शुभाशुभ प्रभाव दिन्छ। त्यसैले 4 राशिका लागि एकदमै शुभाशुभ समय र विशेष शुभाशुभ प्रभाव चाहिँ देखिनेवाला छ। अनि यो भिडियो 4 राशि समक्ष पुर्याउनु होला र शनिले राशि परिवर्तन गर्दा धेरै कुरामा चाहिँ उलट पुलट हुन्छ। त्यसैले आफ्नो राशि अथवा विषय जिज्ञासा के छ कमेन्ट सेक्सनमा अवश्य कमेन्ट गर्नु होला है त।